आदरणीय दर्शकवृन्दहरू 2083 साल भदौ महिनाको 12 गते शुक्रबार तदनुसार सन् 2026 अगस्त 28 तारिकको दिन जनै पूर्णिमा, रक्षाबन्धन, पूर्णिमा व्रत, ऋषि तर्पणी, क्वाटी खाने दिन र संस्कृत दिवस यसै दिन रहेको छ। श्रावण शुक्ल पूर्णिमाको दिन हो। यस दिन मन्त्र गरिएको धागोको एउटा पवित्र अंशलाई शरीरमा लगाएर जनै धारण गर्ने गरिन्छ। साथै मन्त्रद्वारा नै पवित्र पारिएको रक्षाबन्धन हातमा लगाउने अनि राखी बाँध्ने चलन पनि परापूर्व कालदेखि नै चल्दै आएको छ। श्रावण शुक्ल पूर्णिमा अर्थात् रक्षाबन्धन र जनै पूर्णिमाको दिन विधिपूर्वक श्रावणी उपाकर्म, दान धर्म र स्नान गरेमा वर्षभरि अज्ञान र विस्मृतिले गरिएका त्रुटिहरू, पाप कर्महरू नाश हुन्छन् भन्ने मान्यता रहेको छ। उपाकर्म स्नानपछि विधिपूर्वक बनाएको जनै शास्त्र विधिले संस्कार गरी अभिमन्त्रित गरी लगाउनु पर्दछ। यस पूर्णिमाको दिन पवित्र नदीहरूमा स्नान गरेर चन्द्रमाको दर्शन गर्नाले पनि सम्पूर्ण मनोकामनाहरू पूर्ण हुने मान्यता रहेको छ। र यसै पूर्णिमाको कृपाले चन्द्रमा जस्तै केही राशिको किस्मत भने चम्कदैछ। यस यज्ञोपावितं परमं पवित्रं प्रजापतयर्यात सहजं पुरस्तात् आयुष्यामग्रियं प्रतिमुञ्च शुभ्रं यज्ञोपावितं बालमस्तु तेजः। पूर्णिमाको दिनदेखि यी 4 राशिको भने भाग्यको ढोका खुल्नेछ। यी 4 राशिलाई निकै नै धनवान बनाउँदैछ यस पूर्णिमाले। 4 राशिको घरमा स्वयं महालक्ष्मी आउने छिन्, अर्थात् महालक्ष्मीको कृपा वर्षदैछ यी 4 राशिलाई। त्यसैले कुन कुन हुन् त ती भाग्यशाली 4 राशि? यी 4 राशिमा तपाईँको राशि पर्छ कि पर्दैन? भिडियो स्किप नगरेर अन्त्यसम्म अवश्य पनि हेर्नुहोला। शुक्ल पक्षको पूर्णिमा भनेको अत्यन्तै शुभ र संयोग मिलेको पूर्णिमा हुने गर्दछ। यस दिनमा चन्द्रमाको दर्शन गर्नाले, चन्द्रदेवको नाम उच्चारण गर्नाले सधैँ चन्द्रमाको असीम कृपा प्राप्त हुने गर्दछ। त्यसैले यस पूर्णिमाको दिनसँगै चन्द्रमाको शुभ आशीर्वाद प्राप्त होस्, शुभ कृपा प्राप्त होस् भनी सबैले कमेन्टमा लेख्नुहोस् जय चन्द्रदेव भनेर, ओम सोम सोमाय नमः भनेर। यसो गर्नाले तपाईँलाई सधैँ चन्द्रमाको शुभ आशीर्वाद र असीम कृपा प्राप्त हुनेछ। यस पूर्णिमाको विशेष महत्त्व के छ भने यस पूर्णिमाको दिनमा व्रत बस्नाले, भगवानको नाम स्मरण गर्नाले आत्मशुद्धि हुने, मेटाबोलिक प्रक्रिया सुदृढ रहने, ग्यास्ट्रिक समस्याहरू हल भएर जाने, शरीरमा सकारात्मक ऊर्जा बढ्ने र सम्पूर्ण पापहरू नष्ट हुने गर्दछ। साथै दान धर्म र स्नान गरेमा पनि ठुलो पुण्य फल प्राप्त हुने गर्दछ। त्यसैगरी यस दिन उपनयन संस्कार भएकाहरूले जनै लगाउने गर्दछन्। सनातन संस्कारमा मानिसको जीवनलाई 16 संस्कारले बाँधेको हुन्छ र उपनयन संस्कार त्यसमध्ये एक संस्कार हो। जीवनमा भगवान तत्त्वसँग नजिक जाने र यस संस्कारको महत्त्व असाध्यै रहेको छ। त्यसैगरी यसै दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइहरूलाई हातको नाडीमा दीर्घायु र सफलताको कामना गरी रङ्गी चङ्गी धागो र फुल जोडिएको राखी बाँधिदिने चलन पनि रहेको छ। यो दाजुभाइ र दिदीबहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो। आजको दिन अर्थात् यस दिन ज्वाइँ ससुरालीमा गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि रहेको छ र नेपालका विभिन्न पर्वतीय शिखर, महादेव स्थान र त्रिवेणी धामहरूमा मेला पनि लाग्ने गर्दछ। त्यसैगरी वैदिक धर्म पालना गर्ने समुदायहरूमा ब्राह्मण पुरोहितसँग हातमा मन्त्रका डोरा रक्षाबन्धन लगाएर यो पूर्णिमा मनाउने पनि गरिएको छ। यस दिन लगाएको रक्षाबन्धन डोरीलाई लक्ष्मी पूजाको दिन गाईको पुच्छरमा बाँध्ने गरिन्छ। पूर्णिमाको दिनमा चन्द्र उदयको विशेष महत्त्व हुने गर्दछ। शास्त्रीय मान्यता अनुसार भद्रा रहित समयमा कुनै पनि बेलामा राखी बाँध्न सकिनेछ, जनै धारण गर्न सकिनेछ र रक्षाबन्धन पनि गर्न सकिनेछ। यस पूर्णिमामा अद्भुत संयोग बन्दैछ र यस उत्तम संयोगमा केही राशिलाई भने मालामाल बनाउँदैछ। अब पनि यस अद्भुत संयोगमा भाग्यमानी बन्न सफल भएका राशिको बारेमा यहाँहरूको माझमा हामी चर्चा गरौँ। आदरणीय दर्शकवृन्दहरू, जनै पूर्णिमा अर्थात् रक्षाबन्धनको पावन दिनदेखि ग्रहहरूको चालमा देखिएको परिवर्तनले केही राशिको लागि अवसर, लाभ, करियर र आर्थिक पक्षमा नयाँ सम्भावनाको सङ्केत गरेको छ। नेपाली पञ्चाङ्ग अनुसार भदौ महिनाको 12 गते 2083 साल अर्थात् 2026 अगस्त 28 तारिकदेखि जनै पूर्णिमा र रक्षाबन्धन परेको छ। यस दिन चन्द्रमा कुम्भ राशिमा रहनेछ भने गुरु कर्कट राशिमा, शनि मीन राशिमा, बकरी राहु कुम्भ र केतु सिंह राशिमा रहनेछन्।
यसै दिनको शुभ अवसरसँगै 5 राशिको भाग्य चम्कन गइरहेको छ। यी भाग्य चम्कने 5 राशि कुन कुन हुन् त आउनु सुरु गरौँ। यी 5 राशिमा तपाईँको राशि पर्छ कि पर्दैन। सबैभन्दा पहिलो राशि रहेको छ वृष राशि। वृष राशिको जातकको लागि जनै पूर्णिमापछि ग्रह गोचर निकै महत्त्वपूर्ण देखिन्छ। गुरु कर्कटमा रहेकोले तेस्रो भावमा सक्रिय हुन्छ, जसले प्रयास, सञ्चार, नयाँ सिप, यात्रा र मेहनत आफ्नै मेहनतबाट अघि बढ्ने सङ्केत दिने गर्दछ। यसै पूर्णिमाको शुभ अवसरसँगै तपाईँको सम्पूर्ण इच्छाहरू पूर्ति भएर जानेछन्। समाजमा तपाईँको मान सम्मान र इज्जत बढेर जानेछ। त्यसैले तपाईँको लामो समयदेखि रोकिएको काम यसै समयदेखि पुरा भएर जानेछ। बिस्तारै तपाईँको मेहनतको परिणाम यस समाजको अगाडि आउने समय रहेको छ। करियर र व्यवसायमा तपाईँको नयाँ स्थान बन्न सक्छ। पुरानो कामबाट फेरि नयाँ अवसर तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। विदेशमा रहनेहरूको लागि, त्यसै गरी अनलाइन काम, व्यापार, व्यवसाय, नेटवर्किङ काम गर्नेहरूको लागि यो समय निकै उत्तम रहने सम्भावना रहेको छ। तर राहु 10औं भावमा रहेकोले करियरमा अचानक ठुलो परिवर्तनको इच्छा बढ्न सक्छ। हतारमा जागिर छोड्ने वा ठुलो जोखिम लिने भन्दा पहिलेको काम राम्रोसँग सोचेर अगाडि बढ्नको लागि राम्रो हुनेछ। समग्रमा भन्नुपर्दा वृष राशिको लागि जनै पूर्णिमाको दिनबाट आफ्नै मेहनतबाट लाभ अत्यन्तै शुभ र सफलता प्राप्त तपाईँहरूको लागि हुनेछ। त्यसै गरी यसै जनै पूर्णिमा अर्थात् रक्षाबन्धनको दिनदेखि भाग्य चम्कने दोस्रो राशि रहेको छ कन्या राशि। यदि तपाईँको कन्या राशि हो भने कन्या राशि हुने जातकहरूको लागि यस जनै पूर्णिमा अर्थात् रक्षाबन्धनको दिनसँगै भाग्यले तपाईँलाई शुभ र राम्रो फल दिने समयको सुरुवात भइरहेको छ। तपाईँले कुनै पनि काम, साझेदारी वा नयाँ बजारसँग जोडिएर काम गर्नुभयो भने तपाईँलाई विभिन्न अवसरहरू प्राप्त हुनेछ। तपाईँलाई सम्पूर्ण ऋण, त्यसै गरी विवादबाट छुटकारा मिल्नेछ। सावधानीपूर्वक अघि बढ्दा तपाईँलाई राम्रो हुनेछ। त्यसै गरी तपाईँले कुनै पनि साझेदारी र सम्बन्धमा जिम्मेवारी बढ्नेछ। व्यापार, त्यसै गरी पार्टनरसिपसँग काम गर्नुभयो भने तपाईँलाई राम्रो हुनेछ। हिसाब किताबमा काम गर्नु तपाईँको लागि राम्रो हुनेछ। प्रेम वा वैवाहिक सम्बन्धमा पनि यो समय तपाईँको लागि राम्रो रहनेछ। तपाईँको लागि नाम, दाम र इनाम चम्कने समयको सुरुवात हुनेछ। लक्ष्मी देवी स्वयं तपाईँको बोलीमा, बानीमा रहनेछन्, जसले गर्दा तपाईँले कुनै पनि कुरा बोल्नुभयो भने त्यस कुरा तपाईँले राम्रो र सही ठाउँमा रहनेछ। जस कारणले गर्दा चारैतिरबाट तपाईँलाई धनको आगमन हुनेछ। चारैतिरबाट धनलाभ हुनेछ। विदेशमा रहेर काम गर्नेहरूको लागि पनि अत्यन्तै राम्रो र शुभ फल प्राप्त हुनेछ। त्यसै गरी यस जनै पूर्णिमा र रक्षाबन्धनको दिनसँगै भाग्य चम्कने तेस्रो राशि रहेको छ वृश्चिक राशि। यदि तपाईँको वृश्चिक राशि हो भने वृश्चिक राशि हुने जातकहरूको लागि यस जनै पूर्णिमा रक्षाबन्धनको दिनसँगै तपाईँलाई भाग्यले साथ दिने समयको सुरुवात हुनेछ। चारैतिरबाट तपाईँको मेहनतको सबैले प्रशंसा गर्नेछन्। विदेशमा रहेर काम गर्नेहरूको लागि पनि राम्रो अवसरको समय रहनेछ। लक्ष्मी देवीले स्वयं तपाईँको साथ दिनेछिन्। तपाईँले हरेक क्षेत्रबाट राम्रो आम्दानी प्राप्त गर्न सक्नुहुनेछ। उच्च स्थानमा तपाईँको पद र प्रतिष्ठा प्राप्त हुनेछ। रोकिएको काम तपाईँको तुरुन्तै बन्नेछ। तपाईँले विदेश जाने सोच्नु भएको छ भने यसै समयबाट तपाईँलाई राम्रो र शुभ फल प्राप्त हुनेछ। आध्यात्मिक क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूको लागि पनि यो समय पूर्ण अर्थपूर्ण रहनेछ। तपाईँको शिक्षा क्षेत्र राम्रो रहनेछ। त्यसै गरी सन्तान पक्षले पनि तपाईँको लागि राम्रो काम गरेर देखाउनेछन्। धैर्य गरेर तपाईँले अगाडि बढ्नुभयो भने तपाईँलाई अझ राम्रो र तुरुन्त परिणाम नआए ढिलो र पर्खन सक्नुभयो भने तपाईँलाई राम्रो रहनेछ। तपाईँलाई यो समयदेखि बसाइचराई वा सम्पत्ति सम्बन्धी हतारमा निर्णय नगर्नु राम्रो हुनेछ। त्यसै गरी यो समयदेखि भाग्य चम्कने चौथो राशि रहेको छ मकर राशि हो। यदि तपाईँको मकर राशि हो भने यस जनै पूर्णिमा अर्थात् रक्षाबन्धनको दिनसँगै तपाईँको भाग्यमा एउटा नयाँ उतार चढाव आउनेछ। बिस्तारै तपाईँको भाग्यले तपाईँलाई साथ दिँदै जानेछ। आजसम्म नबनेको, आजसम्म रोकिएको सम्पूर्ण तपाईँको कामले पूर्णता पाउनेछ। मकर राशि हुने जातकहरूको स्वयं बोलीमा नै लक्ष्मी देवीको कृपा रहनेछ, जस कारणले गर्दा तपाईँले जुन क्षेत्रमा हात हाल्नुहुन्छ त्यो क्षेत्रबाट तपाईँले राम्रो सफलता र उच्च स्थान हासिल गर्न सक्नुहुनेछ। तपाईँले कुनै पनि योजना बनाउनु भएको छ भने यसै समयदेखि त्यो योजनालाई तपाईँले अगाडि सार्नुभयो भने तपाईँलाई राम्रो हुनेछ। विभिन्न क्षेत्रबाट तपाईँलाई राम्रो प्रगतिको, सफलताको शिखर चढ्ने राम्रो अवसर र बाटो प्राप्त हुनेछ।
तपाईले यो दिनदेखि शिक्षा क्षेत्रमा हुनुहुन्छ भने आफ्नो मेहनत र आफ्नो परिश्रमले अरूलाई पछाडि पार्दै आफू अगाडि बढ्न सक्नुहुनेछ। वैदेशिक क्षेत्रमा हुनुहुन्छ भने विदेशबाट राम्रो नाम दाम र इनाम कमाउने समय रहेको छ। त्यसैगरी तपाईले जग्गा जमिन त्यसैगरी व्यापार व्यवसायलाई अगाडि बढाउन चाहनुहुन्छ भने यो समय तपाईको लागि अत्यन्तै शुभ समय रहेको छ। प्रेम र दाम्पत्य जीवनमा रमाउने समय आएको छ। जनै पूर्णिमा त्यसैगरी रक्षा बन्धनको दिनदेखि तपाईको भाग्य चम्कने र किस्मत चम्कने समय आएको छ। त्यसैगरी यस जनै पूर्णिमा र रक्षा बन्धनको दिनसँगै भाग्य चम्कने 5औं राशि रहेको छ मीन राशि। यदि तपाईको मीन राशि हो भने मीन राशि हुने जातकहरूको लागि यस जनै पूर्णिमा र रक्षा बन्धनको दिनसँगै तपाईको सृजनात्मक क्षेत्र त्यसैगरी शिक्षाको क्षेत्र बौद्धिक क्षेत्र प्रेमको क्षेत्र सन्तानको क्षेत्रमा अकस्मात भाग्यले तपाईको फटको मारेर तपाई अगाडि बढ्न सक्नुहुनेछ। तपाई नयाँ योजना बनाएर अगाडि बढ्न सक्नुहुनेछ। तपाईको पढाइ लेखाइ त्यसैगरी आफ्नो सिप सिक्ने प्रक्रियाले अरूलाई तुरुन्त पछाडि पारेर आफू अगाडि बढ्न सक्नुहुनेछ। सृजनात्मक क्षेत्रमा तपाईले गरेको प्रतिभाले अरूलाई आश्चर्यचकित बनाउनेछ। सम्पूर्ण ठूला व्यक्तिहरू तपाईको सहयोगी बन्नेछन्। विशेष गरी लामो समयदेखि रोकिएका कामहरू तपाईको यसै समयदेखि सुरु हुनेछ। तपाईले यसै समयदेखि नयाँ जिम्मेवारी प्राप्त गर्न सक्नुहुनेछ। तपाईले आजसम्म अड्किएका सम्पूर्ण कामबाट राम्रो प्रतिफल प्राप्त गर्न सक्नुहुनेछ। मेहनत गर्नुभयो भने तपाईलाई मेहनतले अझ उच्च स्थानमा तपाईलाई प्राप्त गराउनेछ। त्यसैगरी तपाईलाई विभिन्न क्षेत्रबाट लाभै लाभ र भाग्यले आफै तपाईको साथ दिनेछ। लक्ष्मी देवी स्वयं तपाईको भाग्यमा नै विराजमान हुनेछिन्, जस कारणले गर्दा तपाईको भाग्यले 81 साथ दिनेछ र राम्रो प्रतिफल तपाईलाई प्राप्त गर्नेछ। यो त थियो जनै पूर्णिमा र जनै पूर्णिमा सम्बन्धी भाग्य चम्कने 5 राशिको बारेमा हामीले तपाईलाई दिएको जानकारी कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै लाइक र कमेन्ट गर्न नभुल्नुहोला। हामी यस्तै भिडियो लिएर सदाबहार उपस्थित हुनेछौँ। तबसम्मको लागि भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्नुहोस्। अहिले भने बिदा हुन्छौँ। नमस्कार।